अब काठमाडौँवासीले थाहा पाउँछन् बालेन प्रधानमन्त्री भएपछि नि यी खोला किनारामा 20 मिटर भन्दैछौँ हामी 60 मिटर लगाएर बालेन शक्तिमा आएपछि लात हानेपछि काठमाडौँका खोलाका किनारमा बस्ने यी घरवालाले थाहा पाउँछन्। त्यतिखेर यिनका आँखा खुल्छन्, त्यतिखेर आँखा खुल्छन्। र म बालेनलाई के भन्छु भने तपाईले दुर्गा परसाई गरिबीबाट भगाउन चाहन्छ, गरिबी, तर गरिब जनतालाई भगाउन चाहदैन। तपाई त्यो विचार लिएर आउनुहोस्। आज काठमाडौँमा एउटा टोयलेट बनाएको छैन, एउटा टोयलेट बनिएन। हेर्नुहोस् नेपालभरि कतिवटा महानगरपालिका छ, चितवन महानगरपालिका आज नि युरोपियन स्ट्यान्डर्डको भएको छ कि छैन? भएको छ कि छैन? त्यही चितवन नगरपालिका त्यस्तो बनेको छ। काठमाडौँ नगरपालिकाको हालत आज हेर्नुहोस् त, एउटा फोहोर व्यवस्थापन गर्न सकेका छैन। फोहोरको व्यवस्थापन गर्नलाई आजसम्म सकेको छैन।